काट। हेलो, यो मेलम्चीको एउटा प्याकुरी यहाँतिर माइतमा आएर गहुँ काट्दैछ। हेर यो प्याकुरी तामाङ, डल्ली तामाङ, साइली तामाङ, बिमला तामाङ, यो स्यानी तामाङ हो गहुँ काट्ने चाहिँ। म चाहिँ अब गहुँ काट्नु सक्दैन खासै, यसो छेउमा उभिदिने मात्रै हो म चाहिँ। अनि यो प्याकुरीको माइत घर यो माथिल्लोपट्टि हो। प्याकुरीको बाउ त्यहाँ गहुँ काट्दैछ। साथी हो ए, म चाहिँ खासै प्याकुरी दिदी हो। म चाहिँ अलिक गहुँ काट्दैन, काम गर्ने खालको होइन क्या। म अलिक काम गर्नु मन लाग्दैन। म चाहिँ जे होस् यो भिडियो चाहिँ अलिकति बनाउनु जाँगर लाग्छ। अनि अलि त्यो परातिर चाहिँ मेरो घर छ है। माइत र घर चाहिँ यति नजिक खासै काली प्याकुरीको घर हो। त्यो कुहिरो लागेको ठाउँ चाहिँ अघि हामी चाहिँ भन्दा अलिक तलतिर गएर म जिरी, अनि त्यस पछाडि त्यो सानो देख्ने चाहिँ अनि खावा, अनि त्यस पछाडि यो देख्ने चाहिँ झिसेपुको माथि डाँडा के हो दुम्सी डाँडा। हिते मामा घर चाहिँ त्यो भन्दा तल। अनि त्यसको सिधा चाहिँ यता हितेको घर पर्थ्यो। यतातिर गरेर देख्ने चाहिँ सैलुङ, त्यो अल्लो डाँडाबाट पल्लो लास्टको डाँडा देख्ने चाहिँ सैलुङ डाँडा हो। हेर गाइज भन्न चाहिँ मन लाग्दैन साथीहरू। अनि गाउँ यस्तै छ है हाम्रो गाउँतिरको गाउँ चाहिँ। यस यो लोकल गाउँ हो। अनि प्याकुरीको बुहारी त्यही हो। अनि यतातिर साथीभाइ गाउँलेहरू छ। त्यो जङ्गलभित्र छ हाम्रो घर। काट। हेलो, यो मेलम्चीको एउटा प्याकुरी यहाँतिर माइतमा आएर गहुँ काट्दैछ। हेर यो प्याकुरी तामाङ, डल्ली तामाङ, साइली तामाङ, बिमला तामाङ, यो स्यानी तामाङ हो गहुँ काट्ने चाहिँ। म चाहिँ अब गहुँ काट्नु सक्दैन खासै, यसो छेउमा उभिदिने मात्रै हो म चाहिँ।